नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा आज विशेष महाधिवेशनको माग गर्दै प्रदर्शनमा उत्रिएका पार्टीका कार्यकर्ताहरूले शीर्ष नेताहरूलाई कार्यालय प्रवेश गर्न अवरोध गरेका छन्। प्रदर्शनका कारण पार्टी कार्यालय परिसर तनावग्रस्त बनेको छ। पार्टीभित्र लामो समयदेखि संगठनात्मक निष्क्रियता, निर्णय प्रक्रियामा पारदर्शिताको कमी र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रदर्शनरत कार्यकर्ताहरूले पार्टीलाई केही नेताहरूले बन्दी बनाएको आरोप लगाउँदै चर्को नाराबाजी गरेका थिए। उनीहरूले विशेष महाधिवेशन गर, पार्टी कार्यालयको आवाज सुन, नेतृत्वको तानाशाही बन्द गर, पार्टी बन्दी बनाउने प्रवृत्ति अन्त्य गर जस्ता नाराहरू लगाएका थिए। प्रदर्शनकै क्रममा कांग्रेस नेता विमलेन्द्र निधि लगायत केही वरिष्ठ नेताहरू पार्टी कार्यालय प्रवेश गर्ने प्रयास गर्दा प्रदर्शनरत कार्यकर्तासँग नोकझोकको स्थिति समेत सिर्जना भएको थियो। कार्यकर्ताहरूले नेताहरूलाई घेराबन्दी गर्दै आफ्नो माग नसुनिएसम्म कार्यालय प्रवेश गर्न नदिने अडान लिएका थिए। स्थिति चर्किएपछि पार्टी कार्यालय परिसरमा सुरक्षा सतर्कता बढाइएको थियो। अवरोधका कारण आज बस्ने भनिएको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सहभागी हुन नेताहरूले वैकल्पिक गेट प्रयोग गरेर पार्टी कार्यालय प्रवेश गर्नु परेको थियो। यस घटनाले कांग्रेसभित्र आन्तरिक असन्तुष्टि सतहमा आएको संकेत गरेको छ। कार्यकर्ताहरूले विशेष महाधिवेशन मार्फत नेतृत्व परिवर्तन, संगठन पुनर्संरचना र स्पष्ट राजनैतिक कार्य दिशा तय गर्नुपर्ने माग अघि सारेका छन्। प्रदर्शनरत कार्यकर्ताहरूले आजको आन्दोलन चेतावनी मात्रै भएको बताउँदै माग सुनवाई नभए आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी समेत दिएका छन्।